कस्तो लाग्यो तिमीलाई बुलेटमा आउँदा दमलीबाट हेर्न सक्नुहुन्छ बुलेटको लुक्स ए कुन बाइक रे हिटुमा लुक्स ल अर्को केटाहरू पनि आयो तिनीहरूलाई सोध्छु अब कस्तो लाग्यो भन्दैछु र हो तिमीहरूलाई कस्तो लाग्यो यहाँ कस्तो लाग्यो राम्रो लाग्यो खै हामी चाहिँ फाइनली मानुगढ पुग्यो है यस्तो बाटो त राम्रो रहेछ होइन तिमीलाई कस्तो लाग्यो माधवको लुक्स हेर न म त आज हिँड्छु हाम्रो तिम्रो घर कहाँनिर देखाउ त त्यहाँ मेरो घर यो फुल चाहिँ म कसलाई लगाइदिउँ बेबी एहे रहा नहीं जाता तड़प ही ऐसी है ना The angels up in the clouds are jealous knowing we found this so out of the ordinary. You got me kissing the ground of your sanctuary. So baby pull me closer in the backseat of your Rover that यही ठिक छ त काले देव गुड बेबी काले नगरा केही गर्दैन अब यसले मलाई चिनिसक्यो दोस्ती तुम्हारा आँखा किया छ यस्तो दामी मजा आइरहेछ होइन अब त्यहाँ उता चाहिँ नेपालको झन्डा छ हामी चाहिँ त्यहाँ जान्छौँ एकदम रमाइलो छ किनभने हामी चाहिँ ढिला आयो है यहाँ त्यही पनि एकदम दामी त्यस्तो दामी छ मौसम कस्तो हावा सरर हावा लागिरहेछ त्यही माथिहरू पनि देख्न सक्नुहुन्छ त्यहाँ अनि कुकुरहरू पनि छ अनि हामी कुकुरसँग चाहिँ झिस्किरहेको छौँ यस्तो रमाइलो छ है तिमी खान्छौ ललिपप खान्छु कस्तो लागिरहेको छ कुकुरसँग तर आँखा कस्तो तेरे मेरो देखेको बाघ मार्छ अहिले फोटो खिचिदिउँ खिच ल भयो वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन हामी चाहिँ यहाँ के भन्छ मानुङ आएर हामी चाहिँ खाजा खाँदैछौँ गाइस हामीले चाहिँ फाइनली यहाँ खाजाहरू खाएर होइन खाजा सब्जा खाएर होइन अब राम्रो ल हुन्छ होइन अनि हजुरहरू चाहिँ के भन्छ त्यहाँ माथि चाहिँ नेपालको झन्डा छ है उता माथि चाहिँ नेपालको झन्डा देखेको छ अनि त्यहाँभन्दा तलपट्टि एउटा होटेल छ होइन यो होटेलमा चाहिँ हजुरहरू आयो भने चाहिँ 5% चाहिँ छुट हुन्छ यो भिडियो चाहिँ जो हेरेर आउनुहुन्छ उहाँलाई चाहिँ 5% छुट है यहाँ अहिले त्यो अङ्कललाई नि म भनिदिन्छु है अनि 5% चाहिँ छुट हुन्छ तिमीलाई कस्तो लागिरहेछ भन त खाएको हो ओ कस्तो लाग्यो तिमीलाई यहाँ धेरै राम्रो छ कस्तो लाग्यो तिमीलाई चटपट खाने चटपट खाने भयो सोमनाको फोन आयो रमाइलो छ रमाइलो छ तिमीलाई कस्तो लाग्यो एकदम रमाइलो त रमाइलो एकदम भाइब्स छ होइन गाइस हामी चाहिँ फाइनली खाजा खाएर अब चाहिँ हामी जङ्गलतिर जाँदैछौँ तिमीलाई कस्तो लाग्यो दामी लाग्यो अब हामी जङ्गल जाँदैछौँ पैसा पेमेन्ट गर्छौँ कति भयो हामीहरूको चाहिँ बिल होइन गाइस यस्तो चिसो मौसम छ क्या आनन्द है जान मन त ल अङ्कल भाइ कुन होटल रे हो अम्ब्रेला रिसोर्ट ए ल हजुरहरू चाहिँ यो होटेलमा आउँदा हुन्छ है गाइस गाइस के भन्छ साथीहरूलाई चिसो किन्न लगाएको त है चिसो सकेर बल्ल बोतल पो हातमा दिन्छ यस्तो हुनुपर्छ साथी भनेको है स्वार्थी खालि बोतल नि के खानु अब चाहिँ हामी यहाँबाट खाजा साजा खाएर कस्तो लाग्यो तिमीहरूलाई दौमली भन्छ मानुङकोट गाइस
राति राति नकराउँदै सुतिरहेको मान्छेलाई उठ्यो भने गाह्रो पर्छ होइन त्यसैले अब चाहिँ हामी दमलतिर जान्छौँ होइन अब काले हो हेलो कालो बेब्स कालो बेब्स हेर हामीले खाना दिएको कसरी हामीले माया गरेको कसरी ल हात लिएर हात दिएको देखौँ दमली बस्दा 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 बस्दै वाक्कै लाग्यो क्या एउटा त्यो गीत छ नि के अरे वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन भन्ने गीत जस्तै होइन त्यो गीत जस्तै भएछ कि जिन्दगानी नि वाक्कै पछाडि सिन्दुक नसङ्ग कोट भनेको एकदम वान अफ द बेस्ट प्लेस ख्याति ख्याति होइन एकदम यो चर्चित ठाउँ यो बादलमाथिको सहर एकदम You can't afford, bite that tattoo on your shoulder. Pull the sheets right off the corner of the mattress that you stole from your roommate back in Boulder. भिडियोमा भेट्यौँ ल बाई Yeah.